नमस्ते सम्पूर्ण साथीहरुलाई हार्दिक नमस्ते अनि स्वागत पनि छ। तपाईहरुकै हरपलको मित्र जित अविरल आज उपस्थित भइसकेको छु तपाईहरुको बीचमा। आज चाहिँ म तपाईलाई फेसबुक सम्बन्धी केही जानकारीहरु दिन गइरहेको छु। विशेष गरी मैले फेसबुकको यात्रा सुरु गरेको 2010 बाट हो र अहिले चाहिँ हामी 2025 15 वर्ष भइसक्यो। अहिलेसम्म हामीले फेसबुकबाट केही पनि कमाइ चाहिँ गरेका थिएनौं, मात्र एउटा मनोरञ्जनको लागि र सूचना सञ्चार आफ्नो परिचयको लागि फेसबुकलाई प्रयोग गर्दै आइरहेका थियौं नेपालमा। र नेपालमा अहिले चाहिँ यो जेनजी आन्दोलन सँगसँगै अब मोनेटाइजेसन अर्थात् कन्टेन्ट मोनेटाइजेसन चाहिँ फेसबुकले नेपाललाई पनि इलिजिबल कन्ट्रीमा राखिदिएको कारणले केही हामी फेसबुकबाट पनि राम्रो गर्यो भने पैसा आउन सक्छ र ती विषयमा अलिकति राम्रो होस् भनेर तपाईलाई जानकारी दिन चाहन्छु। र आज चाहिँ म विशेष मेरो पुरानो आइडीहरुमा चाहिँ केही आफ्नै कारणले मिस्टेकहरु गरेको कारणले सेटिङ गर्न नजानेको कारणले केही गल्तीहरु भयो र ती पेजहरु चाहिँ मोनेटाइजेसन गर्न अलिकति गाह्रो भइरहेको स्थितिले गर्दा मैले नयाँ पेज क्रिएट गर्न गइरहेको छु। र जुन नयाँ पेज क्रिएट मैले गर्दा तपाईले पनि पेज कसरी क्रिएट गर्ने भन्ने विषयमा जान्न सक्नुहुन्छ। पेज क्रिएट गर्नको निम्ति हामीसँग प्रोफाइल अकाउन्ट हुनुपर्छ। प्रोफाइल अकाउन्टको मेनुमा गएर हामी पेज सेक्सनमा जाने अनि पेजमा गएर माथि एउटा क्रिएट भन्ने अप्सन आउँछ जो जहाँ थिच्ने। क्रिएटबाट गएर यो दुईटा चीज आउँछ, व्हिच अप्सन इज बेस्ट फर यु भनेर आउँछ। त्यसमा प्रोफेसनल कि प्रोफेसनल, हामीले चाहिँ प्रोफेसनलमा थिचौं अनि यहाँ चाहिँ गेट स्टार्ट विथ अ पेज भन्ने आउँछ। त्यहाँ चाहिँ हामीले चाहिँ आफ्नो पेजको नाम राख्ने। मैले चाहिँ यहाँ सेवा भनेर पेजको नाम राखिरहेको छु। नाम राखिसकेपछि हामीले नेक्स्ट थिच्ने। नेक्स्ट थिचेपछि यहाँ क्याटेगोरी आउँछ। हामीले चाहिँ आफूले जुन स्पेशल लाग्छ आफ्नो जुन छ त्यो राख्ने। म चाहिँ डिजिटल क्रिएटर राख्छु। त्यसपछि हामीले चाहिँ यहाँ आफ्नो त्यो राखिसकेपछि नेक्स्ट गरेपछि हामीसँग चाहिँ बायो भर्नुपर्ने हुन्छ। आफ्नो बायो भर्ने, त्यहाँबाट इमेल कन्ट्याक्ट नम्बरहरु राखेर नेक्स्ट गर्ने। फेरि यहाँ आफ्नो पेजको नाम आइसकेको छ अनि यहाँ चाहिँ हामीले चाहिँ इन्भाइट फ्रेन्ड भन्ने पनि आउँछ। त्यति गर्दा गर्दै हामीले 1000 जनालाई एकैचोटी हाम्रो फेसबुकको चाहिँ साथीहरु जति जना छ 1000 जनालाई एकैतालमा चाहिँ इन्भाइट गर्न सकिन्छ। मार्किङ एन्ड प्रमोसनल इमेल्स एबाउट योर पेजमा अनि पेज नोटिफिकेसन अन योर प्रोफाइल दुईटामै नै इनेबल गरेर नेक्स्ट गर्ने बित्तिकै हाम्रो चाहिँ यो पेज चाहिँ ओपन भइसकेको छ।